गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुदेव महेश्वर गुरु साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः। ओम शांति शांति शांति। विमानमालम्ब्य शरीरमेतद् भुनात् शेषानुशयानुपस्थितान् परेच्छया बालबलात्मवेत्ता यो व्यक्तलिङ्गो ननु सत्तबाह्यः दिगम्बरो वापि च शाम्बरो वा त्यगम्बरो वापि चिदम्बरस्थः मातबद्वापि च बालबद्वा पिशाचबद्वापि चरन्त्यवन्या। एकपल्ट फेरि म सोध्दछु कतिवटा कुन श्लोक अरे मैले हिजो पनि त्यो 540 आफ्नो स्वरूपमा स्थित भएर आत्मरति आत्मक्रीडा आफ्नै स्वरूपमा स्थित भएर रमाइरहेको छ। त्यो व्यक्ति आफ्नै स्वरूपलाई जानेर आफ्नै स्वरूपलाई बुझेर आफ्नै आनन्द स्वरूपमा स्थित भएर आफ्नै आत्माको अनुभव गरेर जो व्यक्ति आत्मामै क्रीडा गरिरहेको छ, आत्मामै रमाइरहेको छ, अखण्ड आनन्द पाइरहेको छ, हो त्यस्तो व्यक्ति यो शरीरलाई के ठान्छ भन्दाखेरि यो शरीरलाई अभिमानदेखि शून्य सम्पूर्ण अभिमान छैन, यसमा शरीरमा बिल्कुल अभिमान छैन, अभिमान शून्य भएर यसलाई चाहिँ एउटा विमान जस्तो ठान्छ। जब हामी कुनै विमानमा बसेर एक ठाउँबाट अर्को ठाउँमा जान्छौँ, गाडी चढेर, प्लेन चढेर अथवा अन्य साधनहरू चढेर एक ठाउँबाट अर्को ठाउँमा जान्छौँ, गएपछि गन्तव्य स्थलमा पुगिसकेपछि त्यसको भाडा तिरिसकेका हुन्छ, कोही पछि तिर्छौँ र सक्यो। त्यसको फेरि केही लिनु दिनु छैन, त्यहाँबाट फेरि अर्को बाटोतिर लाग्छ। त्यो विमानसँग उसको लिनु दिनु केही पनि छैन, त्यो विमानमा आसक्ति पनि छैन। अब छोडी गन्तव्यमा हिँडिसकेपछि अनि त्यो विमानमा उसको लोभ पनि छैन, त्यस्तो पाइया थियो भनेर मोह पनि छैन। ऊ त्यहाँ जानु थियो, गन्तव्य स्थलमा जानु थियो, विमान चढ्नु पर्ने थियो, विमान चढ्यो, बस सक्यो, गन्तव्य स्थलमा पुग्यो, आफ्नो बाटो लाग्यो। अब विमानसँग उसको लिनु दिनु केही पनि छैन। छैन भनौँ भने त्यही विमान चढेर गन्तव्य स्थलमा पुगेको हो, उसैले त्यहाँसम्म पुर्याइदियो। छ भनौँ भने गन्तव्य स्थलमा पुगिसकेपछि त्यो विमानको कुनै औचित्य छैन, अब आवश्यकता छैन, अब त्यसमा मोह पनि हुँदैन, आसक्ति पनि हुँदैन, त्यसमा त्यो राग पनि हुँदैन। मलाई त्यो विमानले मलाई यहाँसम्म ल्याइदियो, त्यस कारणले मैले छोड्न हुँदैन, राखिरहनु पर्छ, मैले हेरिरहनु पर्छ भनेर कोही त्यसपछि लाग्दैन, छोडिदिन्छ, हिँड्छ। त्यस्तै ब्रह्मज्ञानमा स्थित भएको, आत्मस्वरूपमा स्थित भएको व्यक्ति यो शरीरलाई त्यही विमानै भन्ठान्छ। अब विमानै भन्ठानेर के गर्छ, यही शरीर रूपी विमानमा बसेर साधना गरेर स्वरूपलाई उसले बुझेको हुनाले आफ्नो स्वरूप त अर्कै रहेछ, यो शरीर त विमान पो रहेछ, मतलब भित्रको चेतन तत्त्व पो रहेछ भनेर जब त्यो चैतन्य सत्तामा स्थित हुन्छ, आत्मस्वरूपमा स्थित हुन्छ, भइसकेपछि
ऊ गन्तव्यस्थलमा पुग्यो। अब शरीरमा चढेर गन्तव्यस्थलमा पुग्नु भनेको आत्मतत्व साक्षात्कार गर्नु हो, ब्रह्मतत्व साक्षात्कार गर्नु हो। ऊ गरिसकेपछि त्यो शरीर अब उसलाई आफू आत्मा स्वरूपमा स्थित भइसकेपछि अब शरीरसँग उसको सम्बन्ध केही रहँदैन। यो त विमान हो भन्ठान्छ। यो विमानमा अभिमान शून्य हुन्छ, कुनै अभिमान हुँदैन, यसमा राग हुँदैन, आसक्ति हुँदैन, मोह हुँदैन यो शरीरमा। यो त विमान हो। यो म त भित्रको शरीरभित्र बसेको चेतन तत्त्व जो हो, यो तत्त्व चाहिँ म हो। शरीर चाहिँ विमान हो। शरीरम गृह मुच्यते, गीतामा त बताएको छ, शरीर त घर हो भनेर। त्यसैले यो शरीरलाई अहिलेसम्म हामीले आफू भन्दै आएका थियौँ, म भन्दै आएका थियौँ। शास्त्रले यो शरीरलाई के भन्यो? एउटा विमान जस्तै हो भनेर भन्यो। त्यसैले शास्त्रले भनेको कुरा नै हामीले मान्ने हो। के भनिरहेको छ शास्त्रले? आफ्नो मनमानी ढङ्गले मानेर हुँदैन। यदि मनमानी ढङ्गले हिँडेर मानेर हिँड्यो भनेदेखि त हामी शरीरलाई म भनिरहेकै छौँ त अहिलेसम्म। यही मानेर गए भइहाल्यो नि। खान पाइन्छ, विभिन्न किसिमका स्वादहरू पाउने जिब्रो दिएको छ परमात्माले। विभिन्न दृश्यहरू हेर्ने, राम्रा राम्रा दृश्यहरू हेर्ने आँखा दिएको छ परमात्माले। राम्रा त्यस्तै सुन्ने कान दिएको छ। विभिन्न ठाउँमा जाने घोडा दिएको छ। राम्रो काम गर्ने हात दिएको छ। सारा दिएकै छ। त्यसैमा रमाएर बसे भइहाल्यो नि भन्दाखेरि त्यसमा ऊ रमाउँदैन। किनकि उसको गन्तव्य स्थल भनेको के हो? ब्रह्मतत्व साक्षात्कार हो, आत्मतत्व साक्षात्कार हो। आत्मामा स्थित हुनु हो, ब्रह्ममा स्थित हुनु हो। जब यो हुन्छ भइसकेपछि ऊ अब शरीरलाई कुनै आश्रय लिँदैन। ऊ अब छुट्टै बस्छ, आनन्दसँग बसिरहेको। शरीर छ, शरीरमै बसेकै छ, नबस्या होइन। शरीर जब छोड्दैन तब त बस्ने भइहाल्यो छ। तर त्यो शरीरप्रति उसको राग हुँदैन, आसक्ति हुँदैन, मोह हुँदैन। ऊ त अलग्ग बसिरहेको हुन्छ। अलग्ग बसेर यो शरीरलाई जहाँसुकै यो ढल होस्, उसलाई केही पनि मतलब हुँदैन। उसलाई अब ऊ त गन्तव्य स्थलमा पुग्यो, विमानलाई छोडिदियो, बस त्यति हो। यो शरीर एउटा विमान हो। विमानमा बसेर तपाईँ हामी सबैजना यो शरीर रूपी विमानमा चढेर हिँडिरहेका छौँ अहिले। तपाईँ हामी चाहिँ भित्रको चेतन आत्मा हो। शरीर चाहिँ एउटा विमान हो। अब गन्तव्य स्थलमा हामी गइरहेका छौँ। गन्तव्य स्थलमा पुगिसकेपछि अब त्यो विमानको कुनै आवश्यकता छैन। गन्तव्य स्थल भनेको आत्मतत्व साक्षात्कार हो। आत्मतत्व साक्षात्कार भइसकेपछि अब विमानको के काम? गन्तव्य स्थलमा पुगेपछि विमान छोडेर जान्छ व्यक्ति, त्यही विमानमा बसिरहँदैन। ऊ अटिहाल्दछ त्यसमा, रहँदैन त्यसमा। त्यो विमानप्रति उसको आसक्ति पनि हुँदैन, राग पनि हुँदैन। यसले यहाँसम्म मलाई ल्याइदियो भनेर मोह पनि हुँदैन। त्यसैले शरीर एउटा के हो? विमान हो। यसलाई अभिमान शून्य भएर यसलाई भोगोस्, उसले भोगिरहेकै हुन्छ। त्यसैले अरू कसैले केही कुरा ल्याइदियो भने उसले ल्याइदिएका कुराहरू भोग्छ पनि। बालकलाई दिएपछि बालकले लाई मिठो लाग्ने कुरा खाने कुरा खाइदिन्छ। त्यस्तै बालकले खाए झैँ यो पनि कसैले केही कुरा लियो भने खाइदिन्छ। उसलाई इच्छा लागेको छ भने खाइदिन्छ, इच्छा लागेको छैन भने राखिदिन्छ। त्यही नै उसलाई कुनै देशमा कुनै खानै पर्छ भन्ने पनि छैन, नखाने पनि होइन। ल्याएको कुरा बालकले जस्तै खाइदिन्छ, भोग पनि गर्छ उसले। तर वास्तवमा ऊ बाह्य पदार्थबाट ऊ कुनैबाट पनि आसक्ति हुँदैन। आफ्नै स्वरूपमा, आनन्द स्वरूपमा, आत्मस्वरूपमा रमाएर बसिरहेको हुन्छ। आत्मरति, आत्मपीडा यसरी बसिरहेको हुन्छ। जबसम्म शरीरमा आत्मबुद्धि भइरहन्छ तबसम्म उसका व्यवहारहरू छन्, द्वैत छ, भेद छ, घर छ, गृहस्थी छ, परिवार छ, धन सम्पत्ति सारा छ उसका। जुन दिन शरीरमा आत्मबुद्धि छुट्छ र आत्मामा नै आत्मबुद्धि हुन्छ, त्यही दिन उसको लागि ऊ सन्यास भयो। अब सर्वकर्म सन्यास भयो। स्वरूपमा बोध स्वरूपमा स्थित भइसकेपछि के भयो? सन्यास भयो। सबैतिरबाट सन्यास भयो। कुनै पनि वस्तुमा ऊ आसक्ति हुँदैन, किनकि आसक्ति हुने ठाउँ त उसको आत्मै स्वरूप हो। यसैमा ऊ
स्थित भइसकेका हुनाले अरू कुनै पनि वस्तुदेखि उसलाई लोभ पनि लाग्दैन, मोह पनि हुँदैन, आसक्ति पनि हुँदैन। इच्छा छ भोग दिन्छ, इच्छा छैन भोग्दैन, दिए खाइदिन्छ, नदिए खाइदिँदैन। यसरी ऊ बालक जस्तै भएर हिँड्दछ। त्यसैले ज्ञानीको स्थिति र अज्ञानीको स्थितिमा धेरै फरक छ। आकाश जमिनको, आकाश पातालको फरक छ। अज्ञानी शरीरको पालन पोषणका लागि नै सारा समय बिताएको हुन्छ भने ज्ञानी आत्मज्ञान नहुन्जेलसम्म ऊ पनि शरीरका लागि नै पालन पोषण गरेर हिँडिरहेकै हुन्छ। जुन दिन आत्मज्ञान हुन्छ उसलाई, आत्मज्ञान भइसकेपछि शरीरलाई उसले एउटा विमान जस्तै सम्झन्छ। विमानमा बस्ने आफू त भित्र पहिला रथ भन्ने, अहिले रथी भनेर आफू रथी हो, यो शरीर चाहिँ रथ हो भनिन्छ। त्यो त उपनिषदमा पनि आएको छ। उपनिषदमा पनि के बताएको छ भने यो शरीरलाई रथ भनेको छ। अनि त्यसको रथको मालिकलाई चाहिँ रथी भनिन्छ। त्यो चाहिँ आत्मा हो, भित्र बसिरहेको छ। रथ भइसकेपछि रथका त घोडा पनि त हुन्छ नि। इन्द्रियाणी हया नाहोर, इन्द्रियहरू नै के हुन्? घोडाहरू हुन्। 10 घोडे बग्गी, 10 घोडे रथ, 10 वटा घोडाहरू भएको जोतिएको यो रथ हो, शरीर रथ हो। यसका 5 वटा ज्ञानेन्द्रिय र 5 वटा कर्मेन्द्रिय, 10 इन्द्रिय रूपी घोडाहरू, 10 वटा घोडाहरू यो शरीर रूपी रथमा जोतिएको छ। यसरी उडाएर 10 वटा घोडाभित्र धेरै बल भयो, शरीरभन्दा घोडाहरू बलिया हुन्छन्, गइहाल्यो। अबले तानेर यसै जोडका तोडले तानेर लान्छ कि ती इन्द्रियहरूले भनिसकेपछि शरीर खुरु त्यतै जानुपर्छ। हेर्छु भनेपछि त्यही हेर्नलाई अगाडि जानु पर्यो, सुन्छु भने त्यही सुन्नको लागि अगाडि जानु पर्यो, खान्छु भनेपछि त्यसैका लागि अगाडि सर्नु पर्यो। गइहाल्छ यो। उनीहरूले विषयमा लगेर गाडी हाल्छ नि, यिनीहरूको कामै त्यही हो, विषयमै जान्छ नि। त्यो घोडालाई लगाम पनि त चाहिएला नि। फेरि घोडा त भए लगाम त हुनुपर्छ भन्दाखेरि लगाम के हो? मन हो। मन रूपी लगाम छ त्यहाँ घोडालाई। यदि इन्द्रिय रूपी घोडालाई मन रूपी लगाम लगायो भनेदेखि त्यो लगाम तान्यो भने घोडाहरू दौडिन सक्दैनन्। अब मनले तान्नु पर्यो। अब मन त्यत्तिकै जानेवाला छैन। फेरि कसले तान्छ घोडामा भन्दाखेरि घोडा त्यो लगामलाई कसले समातेर कसले तान्छ, घोडालाई खिच्छ भन्दाखेरि त्यहाँ जसले घोडा हाँकिरहेको छ व्यक्ति हो, त्यो हाँकिरहेको व्यक्ति। गाडी ड्राइभर भन्नु पर्थ्यो, रथ भने हुनाले सारथी भनिन्छ यसलाई, सारथी। सारथी को हो त? यहाँ शरीर रूपी रथको इन्द्रियहरू घोडाहरू हुन् भने मन लगाम हो भने यो सारथी के हो? बुद्धिम तु सारथिम विद्धि। के हो? यो बुद्धि चाहिँ नि सारथी हो। सारथी बुद्धिले त्यो मन खिच्छ, कता लानु हुन्छ कता लानु हुँदैन भन्ने निश्चय गर्ने काम, डिसिजन पावर जति जम्मै बुद्धिमा छ, सारथीमा छ। त्यो घोडालाई कतातिर लाने, रथलाई कता लाने भन्ने कुरो सारथीलाई थाहा भए चाहिँ सारथी यहाँ बुद्धि हो, बुद्धिले कता लाने कता नलाने भन्ने उसले नै डिसिजन गर्छ। यसरी चाहिँ शरीर रूपी रथ तानेर हिँडिरहेको हुन्छ। आफू चाहिँ नि त्यो रथमा बस्ने मालिक रथी भन् ठानेर बसिरहेको हुन्छ। रथसँग उसको केही छैन। रथ बिग्रियो भने रथी बिग्रिन्छ त? रथको पाङ्रो अलिकति भाँचियो भने रथमा बस्ने रथी जो हो, रथीको खुट्टो भाँच्छ कि भाँचिँदैन? भाँचिँदैन, किनकि रथ अलग्गै हो, रथी अलग्गै हो। केही पनि हुँदैन। रथमा चोटपटक लाग्यो भने पनि रथीलाई केही हुँदैन, रथीलाई चोटपटक लाग्दैन, किनकि त्यो अलग अलग वस्तुहरू हुन्। त्यसैले आफ्नो स्वरूपमा स्थित भएको जो व्यक्ति छ त्यो व्यक्तिले शरीरलाई के भन्छ? यो रथै हो, यो विमानै हो भनेर उसले विचार गरेर हिँडिरहेको हुन्छ। आफू त आनन्दसँग आफ्नै स्वरूपमा आत्मानन्दमा आत्मा क्रीडा गरेर आत्मामा रति भएर रमाएर बसिरहन्छ। जुनसुकै वस्तु आउँदा पनि उसलाई दुःख लाग्दैन। कुनै राम्रा कुराहरू आयो भने पनि त्यसमा ऊ आसक्ति छैन, ऊ रमाइलो भने त्यति मान्दैन। अरूलाई देखाउनको लागि रमाइलो मानेको जस्तो पनि गर्छ, आहा पनि भन्ला।
तर भित्रबाट उसलाई त्यो राम्रो वस्तु पाउनु र नपाउनु केही छैन, किनकि त्यो त अनात्मै वस्तु हो। आत्मामा रमाएको व्यक्ति, आत्मा क्रीडामा आत्मरतिमा बसेको जो व्यक्ति हो, त्यो अनात्मा वस्तु पाएर कहिले रमाउला त? है, रमाउँदैन। को रमाउँछ त भनेर भन्दाखेरि जो आत्मस्वरूपमा स्थित भइसकेका छैन ती व्यक्तिहरू विषय प्राप्त हुँदाखेरि खुसी मान्छन्, रमाएर हिँड्छन्। त्यहाँ आहा कस्तो राम्रो चिज पायौँ भनेर दङ्ग पर्छन्। त्यो तपाईँले कसैले केही कुरा दिएको हो, तपाईँले दिएको लियो भनेदेखि तपाईँलाई पनि खुसी लाग्छ। यो खुसी लाग्ने दुःख लाग्ने कुरा चाहिँ कहिले हुन्छ भन्दाखेरि आत्मज्ञान नहुन्जेलसम्म लाग्छ। खुसी पनि लाग्छ, दुःख पनि लाग्छ। जब आत्मामा स्थित हुन्छ नि, आत्मामा स्थित भइसकेपछि अब बाँकी त आत्मा बाहेक त अरू के पनि छैन, जम्मै अनात्मा हुन्। अनात्मा वस्तु अथवा मिथ्या वस्तु अथवा द्वैत वस्तु अथवा अनित्य वस्तुलाई पाएर को खुसी होला? कोही खुसी हुँदैन। आत्मज्ञानी व्यक्ति खुसी हुँदैन, अरू त खुसी भइहाल्छन्। त्यसैले आत्मज्ञानी व्यक्तिलाई त केही पनि चाहिँदैन, उ त आनन्द, आफ्नै स्वरूपको आनन्द। केही पाएर आनन्द पनि छैन, स्वरूपको आनन्द। दे पाएको कुरा कहिले दियो भने त्यो भोग पनि गर्छ, खाइदिन्छ पनि, लगाइदिन्छ पनि, नलाउने पनि होइन। कुनै विषय आफ्नो अगाडि आउँदाखेरि हो त्यसलाई लिन्छु भनेर ग्रहण गर्छु भनेर अगाडि पनि जाँदैन र म पन्छाउँछु, यो मलाई चाहिँदैन यो यो भनेर। म त आत्मामा रति रमाएर बसेको व्यक्ति हो, मलाई यो विषय चाहिँदैन भनेर उसलाई पन्छाउने काम पनि गर्दैन। उसले के भन्दाखेरि ऊ त एकनाश समभाव छ। उसमा चाहे राम्रोमा होस् चाहे नराम्रोमा होस्, ऊ त एकनाशले बसिरहेको हुन्छ। उसलाई राम्रो र नराम्रो भन्ने नै छैन उसमा, किनकि अनात्मा अनात्मै हो। सबै वस्तु अनात्मा भएपछि त्यो अनात्मामा कुन राम्रो कुन नराम्रो के छुट्याउनु? सबै त अनात्मा हुन्। यसरी आफू आत्मभावमा स्थित भएको व्यक्ति के गर्छ भन्दाखेरि अत्यन्त आनन्दसँग बसिरहन्छ ऊ। त्यसैले बाह्य पदार्थमा उसको आसक्ति हुँदैन। अनि ऊ कस्तो गर्छ नि, चैतन्य रूपी वस्त्र नै उसको के, म चैतन्य रूपी। उसको शरीरको आकार छैन, ऊ शरीर होइन, आत्मा हो। आत्माको कुनै शरीर हुँदैन, अङ्ग प्रत्यङ्गहरू केही पनि हुँदैनन्। अनि केही अङ्ग प्रत्यङ्ग केही नहुने भएको हुनाले ऊ त के हुन्छ, चिन्मा चैतन्य रूपी वस्त्रले युक्त भएको हुन्छ। ऊ त कस्तो वस्त्र लाउँछ? चैतन्य रूपी वस्त्र, म त चैतन्य स्वरूप भन्छ उसले। यस्तो चैतन्य रूपी वस्त्र लगाएर हिँड्छ। अनि त्यस्तो महाभाग्यवान व्यक्ति हो जो कि वस्त्र नहुँदाखेरि पनि, वस्त्रहीन हुँदाखेरि पनि, वस्त्रयुक्त हुँदाखेरि पनि, अथवा मृग शर्मादि धारण गर्दाखेरि पनि ऊ कुनै उन्मत्त जस्तै के हुन्छ, बालक जस्तै भएर हिँड्छ, उन्मत्त जस्तै भएर हिँड्छ। उसलाई कुनै इच्छा पनि छैन। उसलाई जहाँ इच्छा लाग्यो त्यो खोर जान्छ, हिँड्छ पनि। र यसरी आफ्नो प्रारब्ध अनुसार बाँकी रहेको त्यो प्रारब्ध शरीरको प्रारब्ध हो, शरीरले भोग्छ जान्छ, सक्यो। प्रारब्ध सकिने बित्तिकै शरीर सक्यो, ढल्यो। शरीर ढल्छ, भोग गर्ने उसको सक्यो। अब सूक्ष्म शरीर पहिल्यै जलिसकेको छ, उसको अज्ञान हो। सूक्ष्म शरीर भनेको अज्ञान हो। अज्ञानको कार्यहरू है सबै। कारण शरीर अज्ञान हो, अनि त्यसको पनि कार्य चाहिँ नि सूक्ष्म शरीर हो। अज्ञान भए सूक्ष्म शरीर खडा हुन्छ, अज्ञान छैन भने सूक्ष्म शरीर खडा हुँदैन। अज्ञान छैन, स्वरूपको बोध भइरहेछ। आत्मा रति भएको व्यक्तिलाई, आत्मक्रीडा आत्मामा रमाएर बसिरहेको व्यक्तिलाई अज्ञान कहाँ हुनु र? स्वरूपको बोध भइरहेकै छ, त्यसमा त रमाएर बसिरहेछ। त्यस कारणले उसलाई चाहिँ नि शरीरको भान अब हुँदैन। उसलाई आफ्नैमा स्वरूपमा रमाएर बसिरहेको हुन्छ भने अब उसलाई शरीर हुनु र नहुनु केही छैन। उसलाई अज्ञान त छँदै छैन। स्वरूपको बोध भएको हुनाले अज्ञान त छैन। अज्ञान नभएपछि अज्ञानको कार्य सूक्ष्म शरीर पनि छैन, जलिसकेको छ। केले जल्यो, कसरी जलायो भनेर भन्दाखेरि ज्ञान रूपी अग्निले जलायो। उसलाई त्यो ज्ञान भएको छ आत्माको, स्वरूपको बोध स्वरूपको आत्माको ज्ञान भएको हुनाले, ब्रह्मको ज्ञान भएको हुनाले
ज्ञानाग्नि सर्वकर्माणि भस्मसात् कुरुते तथा। ज्ञान रूपी अग्निले, आफ्नै बोध रूपी अग्निले अनि सम्पूर्ण कर्महरू, कर्मका वासनाहरू सबै सम्पूर्ण जलाइसके। कसले? ज्ञान रूपी अग्निले। तयोर्विवेकोदित बोध बह्निम्। कस्तो अग्नि? बन्नी भनेको अग्नि। कस्तो? बोध रूपी अग्नि। म आत्मा हुँ, म ब्रह्म हुँ भन्ने जो बोध हो, यो बोध रूपी अग्निले विवेकद्वारा केमा पुग्यो भन्दाखेरि सम्पूर्ण पदार्थहरू चाहिँ मिथ्या हुन्, नाशवान हुन्, द्वैत हुन्। म चाहिँ चेतन स्वरूप हुँ, अखण्ड आनन्द स्वरूप हुँ, अद्वितीय स्वरूप हुँ, व्यापक स्वरूप हुँ भन्ने यस्तो निश्चय गर्यो विवेकद्वारा। गर्ने बित्तिकै आत्मामा स्थित भयो त्यो व्यक्ति। आत्मा स्थित हुने बित्तिकै उता ब्रह्मस्वरूप भइसक्यो। ब्रह्मस्वरूप भयो भने त त्यो के हुन्छ? अग्नि हो, त्यो बोध रूपी अग्नि। त्यो बोध रूपी अग्निले गर्दाखेरि सम्पूर्ण कर्म र कर्मका वासनाहरू जलाइदिन्छ। ज्ञान अग्नि सर्वकर्माणि, एउटा मात्र होइन, सम्पूर्ण कर्महरू भस्मसात् कुरुते तथा, भस्म बनाइन्छ, खरानी बनाइन्छ। तयोर्विवेकोदित बोध बह्निम् अज्ञान कार्यम प्रदहेत समूलम। अज्ञान पनि, अज्ञानको कार्य पनि प्रदहेत समूलम, मूलै सहित जलाइदिन्छ। अब जलाएपछि सञ्चित कर्म पनि छैन, आगामी कर्म पनि बन्न पाउँदैन। प्रारब्ध कर्म शरीरले भोग्छ, शरीरले भोगिसकेपछि शरीर यहीँ ढल्छ। सूक्ष्म शरीर जलिसक्यो, ब्रह्मरूपी ज्ञान अग्निले जलाइसक्यो सूक्ष्म शरीर। वासना सहित सूक्ष्म शरीर जलिसक्यो। जलिसक्यो हुनाले अब वासना पनि छैन, सूक्ष्म शरीर पनि छैन। यसको अर्थ के हो? अर्को जन्मको लागि बीज जो हो, वासना हो, त्यो बीज नै भुटिसक्यो, बीज छैन। अब बीज भएपछि अर्को जन्म कसरी हुन्छ र? हुँदैन, अर्को जन्म उसको हुँदैन। त्यसैले सूक्ष्म शरीर पनि छैन। आवागमन गर्ने को हो भन्दाखेरि सूक्ष्म शरीर हो। सूक्ष्म शरीर नै ठुलो शरीर लिएर आउँछ र यो भोगहरू भोग्नुपर्ने हो, कर्मका वासनाहरू भोग्ने हो। वासना छैन, वासना नभएपछि बीज भएन। आवागमन गर्न आउँदै जाने काम सूक्ष्म शरीरको हो। सूक्ष्म शरीर जलिसक्यो, सूक्ष्म पनि छैन। त्यसैले वासना सहित सूक्ष्म शरीर जलिसकेका हुनाले उसको जन्म मृत्युको चक्र छुट्यो। अब दोहोऱ्याएर फेरि जन्मिन आउँदैन। हो उता ब्रह्म स्वरूपमा स्थित भयो। ज्ञानले त्यति माथि पुऱ्याइन्छ। भएको त ज्ञान मात्रै, अर्कै होइन। त्यो एउटा ज्ञानले के गर्यो त भन्दाखेरि तहस नहस बनाइदियो सारा संसारलाई, द्वैतलाई, अविद्यालाई, अज्ञानलाई, सारालाई नष्ट गराइदिन्छ। वासनाहरू पनि जलाइदिन्छ, सब भुटिदिन्छ। त्यो ब्रह्म स्वरूपमा स्थित गराइन्छ। त्यो ब्राह्मी स्थिति, अखण्ड आनन्द स्वरूपमा स्थित हुन्छ। यो यसरी आनन्द भएर यताउता जहाँ जाँदाखेरि पनि अभय निर्भयसँग, कुनै डर नलागिकन, डर नमानिकन कुरो हिँड्छौ। अब जता पनि जान्छ, तर निर्भय भयै छैन। के को लागि भय हुने? शरीर आफू होइन। शरीर भए पो भय उत्पन्न हुन्छ, डर उत्पन्न हुन्छ। शरीरमा रोग लाग्ला, शरीरमा घाउचोट लाग्ला, शरीर मर्ला, शरीर बिरामी होला, शरीर बेसी खानु पर्यो, खान नपाइएला, शरीर बेसी लाउनु पर्यो, लाउन नपाइएला, आदि आदि कुराहरू छन् शरीरका। आदि आफू शरीर नभएपछि सम्पूर्ण चिजहरू त्यो व्यवहारिक सत्ताबाट माथि उठ्छ। अब पारमार्थि सत्तामा पुग्छ, स्वरूपको स्थितिमा पुग्छ। अब त्यसैले व्यवहारले उसलाई स्पर्श गर्दैन। अब किनकि शरीर भावबाट उठेर आत्मभावमा पुगिसकेका हुनाले व्यवहारिक सत्ता त शरीरको हो, आत्माको त होइन। आत्मा त कुनै व्यवहार गर्नेवाला पनि होइन। अव्यवहार्यम अचिन्तम अलक्षणम प्रपञ्चोष्मम शान्तम शिवम अद्वैतम चतुर्थम मन्यन्ते स आत्मा स विज्ञेय। उपनिषदले आत्माको बारेमा बताएको छ कि अव्यवहार्यम, कुनै व्यवहार पनि हुँदैन उसबाट। ऊ त ब्रह्म स्वरूपमा स्थित भएर अखण्ड आनन्दलाई प्राप्त गरेर बसिरहेको हुन्छ। त्यही आनन्द स्वरूपमा स्थित हुँदै उसको प्रारब्ध पनि समाप्त हुन्छ। थोर शरीर पनि यी ढल्छ। सूक्ष्म शरीर पहिल्यै जलिसक्यो, कारण शरीर पहिल्यै ज्ञानद्वारा पहिल्यै नष्ट भइसक्यो।
ऊ आफू ब्रह्ममा स्थित भएको छ। ब्राह्मी स्थिति ब्रह्मको ब्रह्ममै भएर बस्छ। त्यसले ब्रह्मलाई जानेर बसेको व्यक्ति ब्रह्म नै हुन्छ। ब्रह्म वेद ब्रह्मै भवति, ब्रह्म नै भएर बस्छ। त्यसले गर्दा कहीँ पनि जानु पर्दैन, सबैतिरको के हुन्छ आनन्दसँग बस्छ हो। कुनै अन्न ग्रहण गर्छ, कसैले दियो भने अन्न ग्रहण पनि गर्छ। मनोमानी रूपले ऊ यताउता जान्छ, यहाँ जान्छु भन्ने उसलाई कुनै छैन। उसलाई नियमका कुराहरू पनि केही पनि लाग्दैनन्। उसलाई यी प्राकृतिक नियमका कुराहरू पनि उसले वास्ता गर्दैन। त्यसलाई पनि ऊ त आफ्नो इच्छा लागे अनुसारले जहाँ पनि जान सक्छ। यो क्वचिन् मूढो विद्वान् क्वचिदपि महाराज विभव, क्वचिद् भ्रान्त सौम्य क्वचिदजगराचार कलितः, क्वचिद् पात्रीभूतः क्वचिदवमतः क्वाप्यविदितश्चरत्येवं प्राज्ञः सतत परमानन्द सुखितः। कहिले चाहिँ मूढ जस्तो मूर्ख जस्तो भएर पनि हिँड्छ, कहिले अत्यन्त ठुलो विद्वान जस्तो भएर पनि हिँड्छ। ब्रह्मवेत्ता व्यक्ति यसरी हिँडेको हुन्छ। कहिले चाहिँ राजा महाराजा जस्तो ठाट बाटले हिँडेको हुन्छ। लाउने पनि राम्रा राम्रा लगाएर हिँड्छ, खाने पनि मिठा मिठा खानेकुरा, अनि बस्ने पनि ठाउँ पनि असाध्यै राम्रो राम्रो पनि हुन्छ उसका। कहिले अनि कहिले भने चाहिँ कस्तो हुन्छ भनेदेखि कहिले चाहिँ नि एकदम माग्ने जस्तै मसानमा पनि बस्नुपर्ने हुन्छ। कहिले मसानमा बसिन्छ। कहिले भ्रान्त जस्तो हो, कस्तो यो त त्यो मान्छे बौलाएछ क्या अरे, यसो त बोली पनि ठिक छैन, दिमाग पनि ठिक छैन, हिँड्या पनि ताल त्यस्तो छ भनेर भ्रान्त व्यक्ति ठान्छन् मान्छे त्यसलाई। कहिले भ्रान्त जस्तै भएर हुन्छ, कहिले कहिले एकदम आनन्द शान्तसँग बस्छ, कसैले केही भन्दैन, आफ्नै ठाउँमा बसिरहेको छ। कहिले कसैले केही लगिदिए खान्छ, नलगिदिए खाँदैन, त्यो बोलाएर शान्तसँग बस्छ। कहिले कहिले चाहिँ निश्चल भावले नहल्लिकन शान्तसँग बसिरहन्छ। काहीँ चाहिँ धेरै मान्छेहरूले ब्रह्मज्ञानी भएर मान्छन् र उसलाई ठुला सम्मान पनि दिन्छन्। फुल माला लगाएर पूजा गरेर ठाँटबाँटका साथ सम्मान पनि ठुलो सम्मानित पनि हुन्छ। कहिले कहिले कहीँ व्यक्तिहरूले चाहिँ दुष्टहरूले उसलाई ढुङ्गा पनि हान्छन्, अनि अपमानित पनि गर्छन्, अनि गिज्याउँछन् पनि, चिड्याउँछन् पनि, आदि आदि गरेर अपमानित पनि गर्छन्। कहीँ सम्मानित हुन्छ, कहीँ अपमानित भएर यसरी हिँड्छ पनि हो। त्यसैले ऊ के त भने अज्ञात रहेर कोहीलाई आफ्नो परिचय खोलेर दिँदैन, म यस्तो हुँ कसैलाई भन्दा पनि भन्दैन। हो के हुन्छ अलक्षित गतिले यहाँ जानुपर्छ भने थाहा छैन, तर हिँड्छ, खुरखुर हिँड्छ, जसलाई इच्छा लाग्छ त्यतै हिँडिरहन्छ। जाने कहाँ हो थाहा छैन, टुङ्गो छैन, यहाँ जान्छु भन्ने उद्देश्य नै छैन। यसरी निस्फिक्रीसँग एकदम दिगम्बर भएर आनन्द प्राप्त गरेर यसरी विचारण गर्छ उयोले। ऊ सम्पत्ति केही छैन उसँग, धन सम्पत्ति केही छैन, तर सदा सर्वदा सन्तुष्ट छ। सम्पत्तिबाट सन्तुष्ट हुने होइन। हामीलाई त लाग्छ सम्पत्ति भयो भने हामीलाई चाहिएका कुराहरू सबै लिन सक्छौँ। कोही डेरामा बस्ने मान्छे भने एउटा टुक्रा जग्गा किन पाए घर बनाउँथे, पछि कालान्तरमा घर बनाउला भन्छ। जग्गा किन्यो, सुख भएन, शान्ति त भएन, त्यसमा सुख त रहेछ। घर बनायो त्यही पनि सुख छैन, बिहा गरेपछि सुख हुन्छ त्यो पनि छैन, छोराछोरी भएपछि सुख हुन्छ त्यो पनि छैन, पण धन सम्पत्ति जागिर खाएपछि कमाएपछि हुन्छ कि त्यो पनि छैन। सम्पत्तिद्वारा आनन्द प्राप्त हुने होइन। उसले सम्पत्तिलाई वास्तै गर्दैन, सम्पत्तितिर ध्यानै दिएन, ऊ त आफ्नै स्वरमा स्थित भएर बसिरहेको छ। निर्धन भएर पनि सन्तुष्ट छ, सन्तुष्ट छ। प्रारब्ध अनुसार जे प्राप्त हुन्छ त्यसैमा सन्तोष मान्छ। त्यो शरीरले जे भोग्नु पर्ने त्यो भोग्छ, बस सक्यो। आफू भोक्ता भन्ने भान पनि छैन, आएको कुरा नाइ नास्ति गर्दा पनि गर्दैन, भोग्छ पनि उसले। त्यसैले निर्धन भएर पनि ऊ के हुन्छ सन्तुष्ट छ, कुनै दुःख छैन उसलाई। असहाय भएर पनि उसलाई सहयोग गर्ने व्यक्तिहरू कोही हुँदैन, ज्ञानीको सहयोग गर्ने मान्छे कोही हुँदैन, किनकि ऊ त दिगम्बर जस्तो भएर हिँडेको हुन्छ। कसले वास्ता गर्ने, वास्तै गर्दैनन्। यो यस्तै हो भन्छन्, छोडिदिन्छन्, केही गर्दैन। कहिले चाहिँ के हुन्छ असहाय जस्तो छ तापनि
महाबलवान हुन्छ, बलियो छ ऊ। उसलाई केही पनि चाहिँदैन, ऊ बलवान भएर बसिया पनि उही छ। फेरि फेरि विभिन्न किसिमका उसलाई भोगहरू भोगिरहेको छ तापनि शरीर भएको हुनाले ऊ के हुन्छ, अशरीरी जस्तै गएर परिच्छिन्न भएर पनि सर्वव्यापक छ ऊ। परिच्छिन्न शरीर छ, शरीर भएको हुनाले परिच्छिन्न भन्नु पर्यो। त शरीर भएर परिच्छिन्न हुँदाखेरि पनि ऊ व्यापकमै छ, आफूलाई व्यापक स्वरूप मानिरहेको हुन्छ। यो अरू केही छैन, यो कुरो सबैतिर म छु भन्ने उसलाई निश्चय भइरहेको हुन्छ। यो नित्य तृप्त छ, यो कुनै चिज खाएको छैन, पाएको छैन, भोकै हुन्छ कति दिनसम्म, तर सधैँ भोजन नपाउँदाखेरि पनि हो तृप्त भएर बसिरहेको हुन्छ। ऊ नित्य तृप्त छ। ऊ विषय भावमा पनि के हुन्छ, ऊ समदर्शी भएर आनन्दसँग बस्छ, विषय पाइएन भएर चिन्तित हुँदैन, दुःखी हुँदैन। यो त्यस्ता महात्मा सबै गर्दा गर्दै पनि सबै काम गर्छ, यता जान्छ उता जान्छ, कसैलाई केही कुरा सुनाउँछ, उपदेश गर्छ, सारा गर्छ तापनि ऊ आफू त अकर्ता हो भनेर अकर्ता जस्तै भएर बसिरहेको हुन्छ। यो विभिन्न प्रकारका फल भोग्छ, फलहरू भोग्दाखेरि पनि म त अभोक्ता हुँ भन्छ ऊ। अब हेर्नु, कर्म गरेकै हुन्छ अकर्ता भन्छ, भोग भोगिरहेकै हुन्छ अभोक्ता भएर बसिरहेको हुन्छ ऊ त। त्यसैले अशरीरी, शरीर धारण गर्दा गर्दै पनि अशरीरी, मेरो शरीरै छैन यस्तो भान हुन्छ उसलाई। परिच्छिन्न भएर पनि सर्वव्यापक छ ऊ त, सबैतिर म छु भन्ने उसलाई बोध यसरी भइरहेको हुन्छ। सदा सर्वदा आफू त्यही ब्रह्म भावमा ब्राह्मी स्थितिमा नै रहिरहेको हुन्छ। त्यसैले सधैँभरि अशरीरी भावमा नै रहेको हुनाले ऊ के हुन्छ, त्यो चाहिँ नि ब्रह्मवेत्ताहरू सबै यसलाई प्रिय मान्छन्, त्यसलाई आनन्द मान्छन्, दर्शन गर्छन् मान्छेहरूले, खोजी खोजी त्यसलाई केही दिन पायो भन्छन्। त्यसले शुभ अथवा अशुभ वस्तु कहिले पनि उसलाई, शुभ वस्तुले पनि उसलाई खुसी दिलाउन सक्दैन, अशुभ वस्तुले पनि उसलाई दुखी तुल्याउन सक्दैन, केहीले पनि छुन सक्दैन। सुख र दुःख दुइटैले उसलाई छुन सक्दैन। ऊ त त्यो सुख र दुःखभन्दा माथि उठिसकेको छ। ब्राह्मी स्थिति भनेको त्यस्तो स्थिति हो जहाँ सुख पनि छैन, जहाँ दुःख पनि छैन। ऊ त अखण्ड आनन्द आफ्नै स्वरूपको आनन्द स्वरूपमा स्थिर भएर बसेको हुन्छ, सबैबाट अलग्ग भएर बसेको हुन्छ। त्यस्ता ज्ञानी व्यक्तिहरू नै यो संसारमा सबैभन्दा उच्च दर्जाका मानिन्छन्। उनीहरू पृथ्वीमा भए तापनि ती देवताभन्दा पनि माथि पुगेका, देवताहरूले पनि वन्दन गर्न योग्य वन्दनीय व्यक्ति हुन्छन्। त्यस्ता ब्रह्मज्ञानीहरू जसलाई प्राप्त गरेर धरणी धरती माता खुसी हुन्छन्, अत्यन्त खुसी हुन्छन्। यो समयमा मेरो घरबाट एउटा ब्रह्मज्ञानीको जन्म भयो, मसँग एउटा ब्रह्मज्ञानी छ भनेर पृथ्वी माता दङ्ग पर्छिन्। पृथ्वी माता दङ्ग पर्छिन् भनेदेखि उसलाई जन्मने माता कति दङ्ग पर्दिन्। जसको कुलमा 21 कुल दर्छ, 21 कुल तर्ने त्यो चाहिँ नि अवसर उसले दिएको छ। ऊ त उसलाई केही चाहिँदैन, ऊ त सूर्यको प्रकाश जस्तै, सूर्य जस्तै छ, सूर्य जस्तै छ, आफू आफैमा रमाएर बसिरहेको छ। तर सूर्यको प्रकाश अरूले पाएर अरू पनि सूर्यको तापबाट, सूर्यको प्रकाशबाट उज्यालो पाएर अरू पनि खुसी हुन्छन्। सूर्य जस्तै छ ऊ त, सर्वत्र व्याप्त भएर बसिरहेको त्यो ब्रह्मज्ञानीको हामीले सधैँभरि स्मरण मात्र गर्यो भने पनि उसका गुणहरू बिस्तार बिस्तार हामीमा पनि आविर्भाव हुँदै जान्छन् र हाम्रा चित्त शुद्ध भएर त्यही ब्राह्मी स्थिति, त्यही ब्रह्म भावमा नै हामी पुग्न सक्छौँ। त्यसैले ब्रह्मज्ञानीको ठुलो महत्त्व बताइएको छ संसारमा भन्ने कुरा यहाँ दर्शाउँदै अब बाँकी प्रसङ्ग फेरि भोलि गरौँला। भोलि त शनिबार हो के अरे, अब त्यसपछि कहिले पाला आउला गरौँला। हरिओम तत्सत्। ओम पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। ओम शांति शांति शांति।